दसैँ लागेसँगै हाम्रो भान्सामा आफूलाई मनपर्ने खानेकुराहरू पाक्न थालिसक्यो र मांसाहारीहरूलाई मासुको परिकार नभई हुँदैन। आज म तपाईँहरूको बीचमा स्वस्थ तरिकाले मासुको सेवन कसरी गर्ने यसबारेमा छोटो कुराकानी गर्दैछु। नमस्कार, म तपाईँहरूको फिजिसियन डाक्टर विवेक प्रभात शाह। सर्वप्रथम फ्रेस मासु हुनु पर्यो र बोसो रहित मासु छानेको राम्रो। मासुलाई सेवन गर्नु अगाडि हामीले यसलाई एकदमै राम्ररी पकाउनु पर्ने हुन्छ। किन भन्दा अलिकति पनि काँचो अवस्थामा हामीले मासुको सेवन गर्यौं भने यसले हाम्रो पेट बिगार्न सक्छ। मासु सँगसँगै हामीले हरियो सागसब्जीको पनि सेवन गर्ने, साथै सलादको पनि सेवन गर्दा राम्रो। मासुसँगै हामीले फाइबरयुक्त खानेकुरा सेवन गर्दा यसले हाम्रो पेटलाई स्वस्थ राख्नलाई मद्दत पुर्याउँछ। र ध्यान दिनुपर्ने कुरा के हो भन्दा सकेसम्म प्याकेज्ड मासु, प्रोसेस्ड मासु र पोलेको मासु सेवन नगरेको एकदमै राम्रो। मासुको सेवन गर्दाखेरि हामीले पानीको मात्रा पनि बढाउनु पर्ने हुन्छ। किन भन्दा मासुमा सोडियमको मात्रा एकदमै बढी हुन्छ। र हामीले बिर्सिनै नहुने कुरा के हो भन्दा आफ्नो स्वास्थ्य अवस्था पनि हेर्नुपर्ने हुन्छ। यदि हामीलाई मुटुको समस्या छ, मृगौलाको समस्या छ भने हामीले जथाभावी खानु हुँदैन। आफ्नो चिकित्सकको सल्लाह अनुसार मात्रै अगाडि बढ्नुपर्ने हुन्छ। किन भन्दा रोगले चाडपर्व मान्दैन। हस्त आजलाई यति नै। धन्यवाद।